फेरि गरी यार यसले फोन होइन यसलाई इग्नोर गर्दैछु भनेर यसलाई थाहा छैन कि के बकियो के गरौँ यसो गर्छु तपाईले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ कृपया केही समयपछि पुनः डायल गर्नुहोला सरी द नम्बर यु हेभ डायल इज बिजी प्लिज ट्राई अगेन लेटर बेबी यहाँ सुन न अब हामी एक हप्ता कुरा नगरौँ ल यो मोबाइलमा हामी लास्टै लिप्त भयौँ क्या मोबाइल बिना त हामी बाँच्नै नसकिने भयो अनि त्यही भएर अब हामी एक हप्ता कुरा नगर्ने है त के अरे एक दिन कुरा गरिन भने छतबाट हाम फालेर मर्छु रे होइन म तिमीलाई यति गाली गर्छु यति टक्सिक हुन्छु खाली हेरे चिट गर्दैछस् भने भनिहाले मलाई भन्छु तिमी खोइ त केही रिसाउँदैनौ पनि केही पनि भन्दैनौ त मलाई के अरे हुनेवाला बुढासँग किन रिसाउनु रे के अरे मेरो नामको ट्याटु पनि बनाइसक्यौ त्यो पनि निधारमा हेरे तिमी ट्रेन्ड फलो गर्छौ कि गर्दैनौ गर्छौ नि होइन अहिले त 1-2 महिना यसो रिलेसनमा बसेपछि ब्रेकअप भइहाल्छ यही त छ नि ट्रेन्ड अनि हामी पनि गरौँ न के अरे एउटा 20 रुपियाँको चक्कु किन्छु अनि मर्छु अनि त्यो सुसाइड लेटरमा मेरो नाम लेखेर मैले मारेको भन्छु अरे आमा तिमी सिरियस भयो कि क्या हो यो त साथी र म यसो ट्रुथ एन्ड डेयर खेल्दै थियौँ अनि डेयर दिएको थियो क्या साथीले मलाई यसो भनेर भनेको थियो आमा तिमी त कस्तो सिरियस भएको यार अब मेरो तिमी बाहेक को छ भन न यसरी जिस्किने यसो कल गर्दा डेयर गर्दा कसलाई भन्नु मैले त्यही भएर भनेको थिएँ तिमी त आमा सिरियस नहो है तिमी डेयर गरेको हो यो